नयाँ नेपालको लागि नयाँ आशा। बधाई छ माननीय सुशील कार्कीज्यू, नेपालको प्रथम महिला प्रधानमन्त्री हुनुभएकोमा। उहाँको सफल कार्यकालको लागि धेरै धेरै शुभकामना। र साथसाथै नेपालका राष्ट्रपति, नेपाली सेना र यस विद्रोहमा साथ दिनुहुने सम्पूर्णलाई धेरै धेरै धन्यवाद। र जेनजी आन्दोलनमा शहीद हुने दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक श्रद्धाञ्जली। नेपाललाई यसरी नै तपाईँहरूमा चिनाइराखौँ, देखाइराखौँ, यही छ मेरो अन्तर्मनदेखिको कामना। जय नेपाल। मेरो निशानी वीरताको चिनो, वीरको सन्तान शहीदको रागत लाहुरेको निशानी। अब तिम्रो हातले लेख्नु छ जुगले भुलेको हाम्रो कहानी। वीरताको चिनो, वीरको सन